जब स्वर्गकी अप्सरा मालतीबाट आशीर्वाद पाएका र सुझाव समेत पाएका मधुकर एउटाको घरमा डेरा माग्न जान्छन्। डेरा मागिसकेपछि घरपेटीले डेरा दिन्छ, बास दिन्छ। बास दिएपछि मधुकर त्यहाँ नबसी मालतीको सुझावअनुसार रुखमनी गएर बास बस्छन्। रुखमनी अनि बास बसेको देख्दा अचम्ममा परेर त्यो घरपेटी मालिकले आफ्नो केटोलाई जा बाबु त्यहाँ हेरेर आइज, यो हाम्रो घरमा कस्तो पाहुना आएछ आज। अब यहाँ जुन बास माग्यो बास दिएको ठाउँमा नबसिकन रुखमुनि गएर बस्छ। अब कस्तो रहेछ त्यसको चालामाला बुझेर आइज भनेपछि ऊ गएर एउटा रुखमा चढेर हेर्दो रहेछ। हेर्दाखेरि जब मधुकरले छाला टकटक्याए, खाट बिछ्याउना तन्ना तकिया झुल चाँदनी सबै तयार भएछ। अनि मधुकरले जब झारीलाई पर सारे भोरी गङ्गाजल आएछ। जब झोलीभित्र हात हाले 84 व्यञ्जन तयार भएर मिठोसँग खाएछन् र आराम गरेछन्। रातको दोस्रो प्रहरमा स्वर्गबाट मालती चाहिँ विमानमा आउनुभएछ र त्यो अलिकति झलक्क देख्ने बित्तिकै त्यो जो विचार गर्न च्याउन गएको थियो घरपेटी मालिकले पठाएको केटो बेहोस भएछ र बिहान आएर त्यो सबै कुरा मालिकलाई भनेछ। अनि मालिकले मनमनै जाल बुनेछ अनि त्यसलाई निहाल्दो रहेछ, हेर्दै रहेछ। तर मधुकर चाहिँ मालतीको सुझाव अनुसार त्यहाँ आएछन् र बिदा माग्न गएछन्। बिदा माग्दाखेरि अनि घरपेटी भन्दो रहेछ, हेर्नुहोस् तपाईँसँग भएको एउटा चिज मलाई दिनुहोस्, म एउटा चिज तपाईँलाई दिन्छु। हाम्रो त यहाँ यही चलन छ। अब पाहुनाको एउटा चिज राख्ने, आफ्नो एउटा चिज दिएर पठाउने, एउटा चिज दिनु पर्यो तपाईँले भनेछ। मसँग जोगीसँग के छ र दिउँ भन्दा त्यही एउटा मुरली दिए हुन्छ। तपाईँ के दिनुहुन्छ त मलाई भन्दा एउटा बज्रठिङ्गे लट्ठी छ त्यही दिन्छु। अनि त्यसको चाहिँ विशेषता के छ, त्यसले के गर्छ, यो बलवान छ अनि यसले मालिकको आज्ञा पुरा गर्छ, यसले नजित्ने काहीँ छैन, सारा संसार सबैलाई जित्छ, त्यो बलवान लट्ठी छ भने। अनि मधुकरले सोधेछन् त्यही लट्ठीलाई, हो त तेरो त्यस्तो विशेषता भने हो भनेछ। ल त्यसो भए हुन्छ भनेपछि मुरली दिएछन् र बज्रठिङ्गे लिएर गएछन्। अलि पर पुगेपछि बज्रठिङ्गे लट्ठीलाई भनेछन् जा मेरो मुरली लिएर आइज। बज्रठिङ्गे मुरली लिन गएछ। बज्रठिङ्गे मुरली लिन जाँदा मालिकले दिएनछ। नदिने बित्तिकै अब उसले चाहिँ दिने भए देऊ नत्र पिट्छु भन्दा हुन्न भनेपछि ठटाएर मुरली लिएर गएछ। अहिले यहाँ नेपालको राजनीति त्यस्तै भएको छ। पहिला जुन मालतीले आशीर्वाद दिए चाहिँ यहाँका देश भण्डुवाहरूले आशीर्वाद पाथे, मण्डली मारिरहेथे। त्यो आशीर्वाद पनि हराएछ। अब झोलीभित्र कसिङ्गर मात्रै छ, छाला टक्टक्याउँदा कसिङ्गर मात्रै, तुम्मा परसारे खाली भाँडो। अब मुरली बजाए नि केही नआउने, त्यो त भइसकेको छ। तर कुरो के छ भने तिनीहरूले लिएका जम्मै नेपाली जनताको टाउकोमा डन्डा बजाइरहेको थियो। त्यो बज्रठिङ्गे लट्ठी पनि अर्कैको अधीनमा गइसकेको छ। अब यिनीहरूलाई नै टाउको फोर्ने विचारमा त्यो बज्रठिङ्गे लट्ठी छ। त्यो बेलैमा ख्याल गरून्, बेलैमा ख्याल गरेर राजासँग समेत सम्झौता गरेर देश, आफू, राष्ट्रियता, यो देशको उन्नति प्रगति सबै कुरा हुने गरी देश जोगाउने पक्षमा जाउन्। अन्यथा कसैको पनि खैरेत छैन। छिटो सबै सचिएर राजा समेत सबैको सहमतिमा एउटा निष्कर्षमा देशलाई पुर्याउन मेरो अनुरोध छ। धन्यवाद।